पनि मेरो त यो गाडीले लास्ट त धेर जस्तो मेरैले बोक्छ अनुमान नमस्कार, हामी आज दिक्तेलबाट ट्र्याक्टरमा एकदम कठिनपूर्ण यात्रा अफरोडको यात्रा गरेर खिरीसम्म पुगेर आएको छौँ। मेरो साथमा हुनुहुन्छ मेरा गुरुजी, निकै अनुभवी। कति वर्ष भयो तपाईँको भयो? म 24 वर्ष। 24 वर्ष। ट्र्याक्टर कुदाएको चाहिँ कति वर्ष? 24 ट्र्याक्टर कुदाएको 8 वर्ष जति भइसक्यो। 8 वर्ष ट्र्याक्टर कुदाएको भइसक्यो। परिचय नामै भन्नु, म दशरथ राई भएपछि हाम्रो गुरुजीको नाम पनि त भन्नु पऱ्यो नि त, होइन? आइत तामाङ। आइत तामाङ। आइतबार जन्मेको हो? खोइ के हो र, त्यस्तै जन्मेर हो कि सायद आइत त्यस्तै बुधा बिदा, होइन? हाम्रो त त्यस्तै के होला। अनि हामी त्यसरी आइरहेछौँ। अब दिक्तेलतिर लागिरहेछौँ। अब खास छैन, अब पुग्नु लाग्यो, होइन? एकदम जिउ थाकेको छैन भाइ? गलेर लोद भइयो बल्ल 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 आइयो। तर भाइलाई त मजा छ नि, लचक आफ्नो त पुरै हरामी छ नि सिट, होइन? मेरो ठाङ ठुङ टाउको, होइन? हेलमेट चाहिँ लाउन बिर्सेछ कि आज। बुझुका हेलमेट चाहिँ लाउनु पर्ने थियो, पर्ने रहेछ है। जेनी रमाइलो भयो कि यात्रा चाहिँ। अनि कति 8 वर्ष होइन चलाएको? कति वर्ष हो? 8 वर्ष। 8 वर्ष है। बबाल है। खोटाङ अनि अरू कुन ठाउँ? सोलु, नुवाकोट, धादिङ, थुप्रो ठाउँ कुदेँ। खोटाङ चाहिँ रमाइलो? रमाइलो छ, खोटाङ धेरै रमाइलो छ। अनि कति घन्टा सुतिन्छ हो दिनभरि रातभरि कुदाएको देख्छु? त्यसै सुत्दै हुन्छ 4-5 घन्टा हुन्छ। 5 घन्टा सुतेर 5 घन्टा सुत्दै हुन्छ। कमाइ पनि राम्रो छ नि त, होइन? के हुनु, 20-22 हजारमा दुःख गर्नुपर्छ, किनकि ट्र्याक्टर ड्राइभरलाई चाहिँ अलिक सेलारी धेरै हुनुपर्ने क्या। 30 हजार चाहिँ पुऱ्याइदिनु पर्ने हो। एकदम काम लास्टै दुःख हुन्छ। भएको नभएको दिनरात नभनी कुद्नुपर्छ। लडी कति लडी अरे? 2 काल्ला मुनि? 2 काल्ला झऱ्यो बुइपामा एकचोटि 2 काल्ला लडी, होइन? सोलुमा पाइपसँग उहाँ कहाँ पुगेर अनि बाँचेर आयो। दुःख छ नि, दुःख त लास्टै दुःख छ। तर भाग्यले बाँचेछ, होइन? भाग्यले बाँच्यो। दुःख गर्नु रहेछ, दुःख गर्नु। अनि राति हिँडेको चाहिँ कतिको अनुभव छ? रातमा क्या, रातको 12 बजे 1 बजे त नेपालमा हिँड्न हुँदैन, भोट हुन्छ, के हुन्छ भन्छ नि। खोइ मलाई त त्यस्तो केही लाग्दैन, केही छैन। राति उस्तै लाग्छ, मतलबै छैन। रातमा हिँड्दा पनि जङ्गल भन्दाखेरि बाघ भालु कहिले देखिन्छ कि? त्यो बाघहरू के भेटेछ? भेटिन्छ, कति भेटिन्छ बाटोतिर, मलाई त केही वास्तै हुँदैन। बाघ चाहिँ भेट्यो, भालु पनि भेट्यो, कति भेट्यो। अनि खाएको मान्छे, पिएको मात्ने मान्छेले पनि कहिलेकाहीँ ट्र्याक्टरमा चढ्नु खोज्छ, होइन? जबरजस्ती गरेर चढ्छ, त्यो पनि चढेर नचढाउँदा नि निउखत्ला भन्ने हुन्छ, के हुन्छ, गाह्रो हुन्छ। एकदम गाह्रो है, धेरै गाह्रो हुन्छ। अनि कहिलेकाहीँ ट्र्याक्टर बिग्रेर जङ्गलको बास, एकान्तको बास भएको छ कि? कति पाइयो त्यस्तो दुःख त कति भोग्यो जङ्गलमै 3-4 दिन उहाँ चाउचाउ खाएर चाउचाउको घरमा बस्नुपर्छ। चाउचाउ भने डर भने केही हुँदैन है? डर चाहिँ लाग्दैन मलाई चाहिँ। निडर हुनुपर्छ, निडर है। अनि ट्र्याक्टरले ऊ पनि बोक्छ, होइन? लास्ट मेरो त यो गाडीले लास्ट त धेर जस्तो मेरैले बोक्छ। अनुमान कतिवटा बोक्यो? 100-200 त्यस्तै पुरै सक्यो बोक्यो है? 200 बोकिसक्यो, एक्लै बोकिसक्यो। जङ्गलमा पनि होइन? जताततै रातको 12-1 बजे पनि यो गाडीमा लास बोकेर म राति 12-1 बजे 2 बजेसम्म यो गाडीमा हिँडेर यो गाडीमा सुत्दिन्छु, यसैमा सुत्छु। केही हुँदैन, केही डरै हुँदैन है? त्यस्तो कुनै तर्साउने खाजाखुजु गर्ने केही भएको छैन। मान्छेलाई लास बोक्ने गाडीमा तर्साउँछ, के भन्छ मान्छेले, होइन? लास बोकेको गाडीतिर सुत्नु हुँदैन भन्छ, तर मलाई चाहिँ केही भएन। म चाहिँ सुत्छु, जहिले नि गाडीमै सुत्छु। मलाई पनि आउँछ यो चलाउन? गन्न नि। अनि साथी, त्यो साथीलाई चाहिँ लास बोक्दा के भएको थियो अरे? एउटा साथीले लास बोकेर गएको थियो अरे राति। उहाँ सोलु पुऱ्याउनु पर्ने, राति हिँडेको रे। राति त बाटो पुरै ड्याम कहीँ नदेख्ने, पुरै अन्धकार है। अनि त्यहाँबाट फेरि एकछिनपछि त्यहाँनिर धुपसुप बालेर हल्का कट्यो, अगाडि कट्यो रे। अगाडि कटेपछि त बाटो नै 4-5वटा बाटो देखाइदिने रे क्या। अनि हिँड्नु नै गाह्रो। अनि त्यहाँबाट त फेरि त्यहीँ बस्यो, धुपसुप बालेर बस्यो, के गर्दै बस्यो रे। अनि त्यहाँबाट भरे एकछिन 1-1.5 घन्टा पछिदेखि चाहिँ अनि त्यहाँबाट फेरि मुखसुख धोएर अलिक फ्रेस भएपछि चाहिँ फेरि बाटो सकुशलै देख्यो अरे भने क्या केटाले। त्यो अलिकति बाटो छल गर्यो, त्यसलाई छल गर्यो। फेरि गाडी एक्सिडेन्ट भएर मरेको साथी हो, फेरि त्यो पनि ढुट्टै भइसकेको थियो। अनि त्यही भएर ठाउँमा पुर्याउनलाई अलिक गाह्रो भएर कति दुःख कष्ट गरेर पुर्याउन पनि। जिउ दुख्यो नि हौ। अब होइन, अब त धेर छैन, आधी घन्टामा हामी पुगिहाल्छौँ। हस् त, धन्यवाद। फेरि अर्को यात्रामा भेट हुनेछौँ।
यहाँलाई यस्तै हाम्रो यात्राको कहानीहरू हामी बेला बेलामा प्रस्तुत गर्नेछौँ। तपाईँहरूले पनि सुनिदिनु भयो, यसो लाइक कमेन्ट सेयर गरिदिनु होला, फलो पनि गरिदिनु होइन, फलो गरिदिनु लाग्यो। हाम्रो भाइ पनि एकदम उमेरदारी हुनुहुन्छ, म पनि उमेरदारी छु, अलि जुङ्गादारी पनि छ। यस्तै छ, रमाइलो छ जिन्दगी। सी यू, बाई बाई, नमस्ते।